छ्याम्मै जाल पानीमा हो आँखा पर्यो नानीमा राम्री तिमी फुल झैं शीतल तिमी जुन झैं छ्याम्मै जाल पानीमा हो आँखा पर्यो नानीमा राम्री तिमी फुल झैं शीतल तिमी जुन झैं उजेली छौ सुन भन्दा के चाहियो र यो भन्दा चाहिने जो जिन्दगानीमा चाहिने जो जिन्दगानीमा चाहिने जो जिन्दगानीमा होए 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 चाहिने जो जिन्दगानीमा खुकुरीलाई पितल छापा हाँसियालाई बाला कति हेर्छौ दाइने देब्रे जवन होली जाला जवन होली जाला मेरै घरको दैलो ठुलो आँगन चारै कुने न बिजुली न त पानस तिमी भए हुने तिमी भए हुने हे राम्री रहेछौ फुल भन्दा के चाहियो र यो भन्दा चाहिने जो जिन्दगानीमा चाहिने जो जिन्दगानीमा चाहिने जो जिन्दगानीमा होए 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 चाहिने जो जिन्दगानीमा मम्मी के साइड में आइजा हाथ करे खा हाथे माही मुझे भिलाए उड़ी जाला पैसा तेरे बिको चाहिँ मिलाए राम्री ने छु फुल भन्दा के चाहियो र यो भन्दा चाहिने जो जिन्दगानीमा चाहिने जो जिन्दगानीमा खोकी लागिरहेछ अनि ए खिचिरहेको ए यो खै मैले त एक्सप्लेन नै गर्न सकिरहेको छैन यो फिलिङ है अलिकति नर्भस छु सबै फ्यामिलीलाई सँगै एकदम खुसी पनि लागिरहेछ आजको दिन मैले मेरो बाबालाई एकदम मिस गर्दैछु 2083 साल वैशाख 6 गते आज मेरो छोरीको मेहन्दी हुँदैछ। मलाई धेरै खुसी लागेको छ। सानामा पनि धेरै राम्री थिए। धेरै जस्तो म इन्डिया बस्थे, इन्डिया सँगै लिएर जान्थे। अहिले बाबा हुनुहुन्छ। अरु के छ? गीत गाउँदै नाच्दै गर्थे, हिन्दी गाना गाउँदै नाच्दै गर्थे। अहिले हुर्काइयो, पढाइयो, अब अस्ट्रेलिया गई कमाई, खुसी राखिन्छ मलाई। अब छोरी बसेहरूलाई दिनै पर्यो होइन र? खुसी छु, छोरी खुसी राखेको छ मलाई। नै केही छैन, मैले पुरा खुसी राखेको छ छोरीले मलाई। धेरै धेरै शुभकामना छोरीलाई। खुसीमै रमाओस् सधैँभरि, दुःख कहिल्यै नपरोस्, त्यही भन्न चाहन्छु। नै
म चाहिँ अमृताको दाइ अशोक बस्नेत। अरू के भनौँ, मेमोरिज बहिनीसितको मेमोरी के भन्ने यार, मेमोरी म आफै कन्फ्युज छु क्या। हजुर सानोमा केही हुन्छ नि टिभी हेर्दाखेरिको झगडा या केही हुन्छ नि, त्यो पनि एउटा मेमोरिज त हो। ऊ चाहिँ सधैँभरि मलाई भाइ जस्तो लाग्थ्यो क्या, कहिले पनि बहिनी जस्तो लागेन। सानैदेखि हल्का स्पोर्टतिर लागेको होइन, एकदम रनिङहरू गेम्सहरूमा एकदम अगाडि थियो क्या। प्रायः जस्तो लाइक रनिङ भयो डिस्ट्रिक्ट लेभलको, अरू के थियो बास्केटबल, भलिबल, फुटबल, हरेकमा चाहिँ उसले मेडल लिएर आउँथ्यो। अनि मलाई सधैँ चाहिँ तसँग बिहे गर्ने मैले दाइ भन्थेँ कि सानैदेखि। बच्चामा थाहा हुँदैन नि त सानोमा खेल्दाखेरि, अनि हामीले सम्झाउँदै उसलाई दाइसँग बिहे गर्न मिल्दैन भनेर होइन। अनि सधैँ पनि भाँडाकुटी खेल्दाखेरि होस् या जे गर्दा पनि मलाई चुज गर्थेँ कि एज अ पार्टनर, एकदम माया गर्ने। तर सानैदेखि फेरि छुट्टा छुट्टै बस्नु पऱ्यो पढाइको कारणले। ऊ इन्डियातिर गएर पढ्न लाग्यो बुवा मम्मीसँग, म चाहिँ मामा घरतिर बसेर पढ्न लागेँ। अनि त्यहाँबाट हामी लगभग लामो समयको लागि छुट्टै बस्यौँ। अनि त्यसपछि काठमाडौँमा एसएलसी पछि चाहिँ हामीले दुवैले एउटै इयरमा चाहिँ एसएलसी दिएको। अनि काठमाडौँ 2-3 वर्ष सँगै बस्यौँ, सँगै पढ्यौँ। त्यसपछि चाहिँ म जर्मनी गएदेखि ऊ अस्ट्रेलिया गयो। 2018मा सायद हामी लास्ट टाइम भेटेको। त्यसपछि यो भेट भनेको चाहिँ 8-9 वर्षपछि पहिलोपल्ट भेट्दैछौँ। अनि एउटै महिनामा दुवैजनाको बिहे पनि छ क्या। स्पेसल मुमेन्ट हो होइन। अब खुसी पनि छ, दुःख पनि छ। अब एउटा खुसी छ कि यो इम्पोर्टेन्ट मुमेन्ट अब लगतै मेरो बिहे पनि छ, त्यो सँगै सेयर गर्न पायो त्यो मुमेन्ट, त्यो पनि स्पेसल भयो होइन। तर दुःख भनेको फेरि टाढा जाँदैछ कि जस्तो पनि लाग्छ होइन। तर मिक्स फिलिङ छ, मिक्स फिलिङ। सायद अबको 1-2 दिनपछि स्याडनेस आउला कि बहिनीको बिहे भएर गयो भनेर होइन। तर अहिलेलाई चाहिँ एकदम खुसी छ। आज मेहन्दी छ, अनि मेहन्दीको लागि सबैजना गेस्टहरू आउनु भएको छ सबै। अब हामीले यो घर पनि नयाँ बनाएको, त्यही भएर धेरैजनालाई थाहा छैन कि हामी कहाँ बस्छौँ भनेर। अनि सबैजनाको लागि आज फर्स्ट पटक भेटघाट गर्ने मौका पनि मिल्यो क्या यसरी मेहन्दीको अवसर बाहिर। त्यही भएर एकदमै खुसीको माहौल छ, एकदमै। अब नाचगान हुन्छ एकछिनमा होइन, त्यही हो। अनि हजुरले अब भोलि बहिनीलाई कन्यादान गरेर बिदाई गरेर दिनु चाहिँ त्यो मुमेन्टहरूले एकचोटि इमेजिन गराए हजुर कस्तो फिलिङ्स हुन्छ होला? यस्तो मलाई चाहिँ एकदमै गाह्रो फिल हुन्छ जस्तो लाग्छ है। म चाहिँ कस्तो छु भने अहिले सोच्दाखेरि चाहिँ नर्मल लाग्छ कि धेरै ठुलो कुरा होइन जस्तो लाग्छ। तर एकान्तमा बसेर एक्लै फोकस गरेर सोच्यो भने डिप लाग्छ, त्यतिखेर चाहिँ आँसु आउँछ अहिले नै। अब त्यो भोलिको मुमेन्ट मलाई खै मेरो लागि मैले भने नि सधैँ भाइ जस्तो लाग्यो कि मेरो बहिनी, जहिले पनि भाइ जस्तो लाग्यो। कहिले पनि त्यो सोचेकै छैन। तर त्यो मेरो लागि चाहिँ धेरै गाह्रो समय हुन्छ, त्यो चाहिँ अप्ठ्यारो हुन्छ। तर फेस गर्नुपर्ने हुन्छ होइन। बहिनीलाई त धेरै छ म्यासेज दिनुपर्ने त होइन। मेरो सधैँ मैले भने नि मेरो भाइ जस्तो हो होइन। सधैँभरि मेरो साथमा ऊ छ। अब हाम्रो परिवार सानो छ, बुवा हुनुहुन्न, बहिनी, म, मम्मी। अब 3 जनामा कहिले पनि त्यो हाम्रो राम्रो बोन्डिङ छ। अब मलाई केही गाह्रो पऱ्यो भने म बहिनी भए पनि उसलाई कहिलेकाहीँ एज अ दिदीको रूपमा पनि म आफ्नो कुराहरू सेयर गर्छु होइन। ऊ मेरो दाइ, भाइ, दिदी सबै उही नै हो। लगभग मलाई लाइफमा गाइड गर्नु पऱ्यो, डिमोटिभेट भयो, मोटिभेट गर्नु पऱ्यो भने पनि कुनै पनि फिल्डमा मलाई दुःख पऱ्यो भने ऊ जहिले पनि मेरो लागि हुन्छ। अनि मलाई चाहिँ त्यो ट्रस्ट चाहिँ उसमा जहिले पनि छ कि लाइफमा केही परोस् अमृता त्यहाँ छ भन्ने चाहिँ मलाई हुन्छ। बिहे गरिसकेपछि पनि मलाई त्यो स्योर छु कि त्यसमा मलाई डाउटै छैन। अनि हाम्रो हुनेवाला ज्वाइँ साहब पनि त्यस्तै एकदम बुझ्ने हुनुहुन्छ। त्यो भएपछि मलाई चाहिँ त्यो कारणले पनि, अब ज्वाइँको कारणले पनि, हुनेवाला ज्वाइँको कारणले पनि मलाई यस्तो लाग्छ कि बहिनी टाढा गए जस्तो फिल हुँदैन क्या। किन सधैँभरि हाम्रो लगभग एभ्रिडे ग्रुप कल हुन्छ, च्याट हुन्छ होइन। त्यो भएपछि लगभग त्यस्तो गाह्रो नहोला। तर भोलिको मुमेन्ट चाहिँ अलिक इमोसनल हुन्छ होला। अब ड्याड चाहिँ एकदमै बहिनीको क्लोज हुनुहुन्थ्यो क्या पहिलादेखि एकदमै। बुवा र मेरो पनि एउटा टाइप अफ रिलेसन त थियो, तर बहिनीको अलिकति डिफ्रेन्ट थियो। बुवा र म माया नगर्ने त अफकोर्स होइन होइन, तर अलिक क्लोज चाहिँ बहिनीसँग हुनुहुन्थ्यो।
त्यही भएर उसको बढी मेमोरी छ। म चाहिँ सानैदेखि मामा घरमा बसेँ, बहिनी चाहिँ सधैँ बुवाको वरिपरि नै रह्यो कि। इन्डियामा पनि बुवा उता हुँदाखेरि लोखरातिर कता हुँदाखेरि त्यहाँ पनि बहिनी लामो समयसम्म इन्डियामा बसेर पढेको नि हो क्या। ओभरअल बहिनीको एकदमै बोन्डिङ स्पेसल थियो। त्यो कुरा उसलाई मिस हुन्छ कि यो बिहेमा बुवा पनि भएको भए हुन्थ्यो भनेर होइन। त्यो मेमोरी फुलफिल गर्ने कुरा त सायद सबै यादहरू हो, आफूले कसरी हेर्छ होइन। मलाई चाहिँ सधैँ बुवा हुनुहुन्छ जस्तो लाग्छ, अब बहिनीलाई लाग्छ त्यही हो। त्यस्तो कुराहरू त छैन। त्यही हो हाम्रो यति चाहिँ हामीहरूले जहाँ जे छौँ नि होइन, हाम्रो फ्यामिली जुन अवस्थामा छ त्यो सबैभन्दा बढी रोल चाहिँ बहिनीको छ। बहिनी चाहिँ एउटा भाइको रोल, एउटा छोराको रोल, मैले भन्दा बढी यो घरमा चाहिँ बहिनीको रोल छ क्या। अनि उसले कहिले पनि त्यो म छोरी हो होइन, म चाहिँ बिहे गरेर गइसकेपछि डिफ्रेन्ट हुन्छ टाइपको त्यस्तो केही पनि कहिले पनि फिल गराउँदैन क्या। मैले भन्दा बढी मम्मीलाई केयर गर्छ, मैले भन्दा बढी घरको केयर गर्छ सधैँ। सायद ममा अलि बढी इमोसन कम छ जस्तो लाग्छ होइन, लेस छ जस्तो लाग्छ। बहिनीमा चाहिँ बहिनीले चाहिँ अलिकति फ्यामिलीलाई बुझ्छ, मम्मीलाई अलि बढी केयर गर्छ, इभन मलाई केयर गर्छ। त्यही भएर बहिनी भन्दाखेरि कस्तो भयो नि, हाम्रो दुइटाको सम्बन्ध एकदम स्पेसल भयो क्या। म एकदम सानो उमेरदेखि मामा घर बसेर पढेँ होइन। म एउटा फेजमा चाहिँ मैले बिर्सिसकेको थिएँ कि मेरो लाइफमा बुवा मम्मी बहिनी हुन्छ। अनि जब म एकदमै लगभग 7-8 वर्षको थिएँ, ठ्याक्क बहिनी आएको हो कि इन्डियाबाट। बहिनी म कालो कालो तराईमा बसेर एकदमै होइन, मलाई एकदम डढिसकेको थिएँ कि, घापले हुन्छ नि यताको तराईवाला फेस। बहिनी चाहिँ एकदम राम्रो थियो सानोदेखि, एकदम राम्रै गरी बहिनी भन्दा पनि नसौला जस्तो थियो कि। अनि त्यहाँबाट चाहिँ मैले फिल गरेँ कि किनभने त्योभन्दा सानोको मेमोरीहरू लगभग बिर्सिसकेको थियो। सानोको 1-2टा मेमोरीहरू हुन्छ, जस्तो सानोमा उसले चाहिँ अलि लेट एजसम्म चाहिँ के कसरी भन्ने, छोडिदियो त्यो कुरा नभन्नु होला। लेट एजसम्म चाहिँ कसरी भन्छ त्यसलाई, ब्रेस्ट फिडिङ भन्ने नि होइन, लेट एजसम्म हुन्थ्यो कि उसको। अनि रोक्नुपर्ने थियो क्या एउटा टाइममा गएर। अनि कसरी रोक्ने त भन्दाखेरि मैले उसलाई घर वरपर घुमाउँथेँ कि त्यो लट्ठीमा चाहिँ हुन्छ नि केही फोहोर कुरा राखेर चाहिँ अब तँलाई खुवाइदिन्छु भनेर तर्साउनु पर्ने हुन्छ। त्यो 1-2टा मेमोरीहरू याद थियो। त्यसपछि चाहिँ ऊ इन्डिया गयो, अनि त्यसपछि म यता तिन्द्रातिर बस्न लाग्यो नि त। त्यसपछि त्यो सानो मेमोरी हरायो क्या। अनि त्यसपछि म 2मा पढ्थेँ, ऊ LKG UKGमा पढ्थ्यो। अनि हामी इन्डियामा 2 वर्ष जति बस्यौँ। 2 वर्ष बस्दाखेरि चाहिँ अलि राम्रो बोन्डिङ भयो। अनि त्यसपछि फेरि गाउँमा आएर 2-3 वर्ष सँगै बस्यौँ। त्यसपछि सधैँ छुट्टी भयो। फेरि घुमाइफिराइ मैले त्यही एन्सर दिन सकिरहेको कि बहिनी भन्दा के याद आउँछ भनेर होइन। मेरो लागि चाहिँ पर्सनली भने नि त्यो सबैको लागि डिफ्रेन्ट हुन्छ सायद बहिनीको मतलब होइन। मेरो लागि चाहिँ बहिनी भनेको चाहिँ ठ्याक्क बहिनी मात्र कहिले पनि फिल भएन क्या, त्यो कुरा हो क्या। मलाई जहिले नि भाइ हुन्छ, साथी हुन्छ होइन, मेरो सपोर्टको रूपमा फिल भयो क्या जहिले पनि। अझै पनि तपाईँले भने नि मैले लाइफमा यदि कसैलाई चाहिँ ब्लाइन्डली ट्रस्ट गर्न सक्छु भने मेरो बहिनी त हो। त्यो चाहिँ म ढुक्क छु। ऊ स्मार्ट पनि छ होइन। तपाईँले कसैलाई ट्रस्ट गर्नुहुन्छ तर यो मान्छेले गल्ती गर्ला भन्न पनि सक्छ, हुन्छ नि। ट्रस्ट गर्दा पनि ट्रस्ट होइन गरिन्छ, तर पनि बहिनी चाहिँ यस्तो स्पेसल लाग्छ कि उसलाई मैले केही काम गर्न भने उसले गर्छ नै भनेर। ऊ एकदमै मोटिभेटेड छ क्या ऊ एकदमै। अनि स्ट्रङ छ, उसले लाइफमा चाहिँ धेरै अगाडि जान्छ जस्तो लाग्छ क्या। तर उसको ठुलो ड्रिम छ, उसले आँट्न पनि सक्छ जे कुरा पनि होइन। अनि ज्वाइँ पनि, हाम्रो हुनेवाला ज्वाइँ पनि उसलाई धेरै सपोर्ट गर्नुहुन्छ। त्यहाँबाट लाइफ चाहिँ मैले एकदमै राम्रो देख्छु उनीहरूको।
सजे हैं मेहंदी वाले हाथ, आई शागना दी रात सजे मेहंदी वाले हाथ, मैनू साजन मिले साजन मिले, मेहंदी दिया राता मेरे शगना दी बाता, मैनू साजन मिले साजन मिले। चम चम चमके चूनड़ी बिन जारा रे, चम चम चमके चूनड़ी बिन जारा रे, कोई थोड़ो सो कोई थोड़ो सो कोई थोड़ो सो मारे संग नाच रे बिन जारा रे, कोई थोड़ो सो मारे संग नाच रे बिन जारा रे, लाल रंग दी दीवार तेरी को। हेलो दिल दिल से कनेक्ट करना, येलो येलो कनेक्ट करना। परदेसिया परदेसिया ये सच है पिया, परदेसिया ये सच है पिया, सब कहते हैं मैंने तुझको दिल दे दिया, परदेसिया ये सच है पिया, सब कहते हैं मैंने तुझको दिल दे फूलों में कलियों में गाती गलियों में हम दोनों बदनाम होने लगे, नदियाँ किनारे पे छत के चौबारे पे हम मिलके हंसने रोने लगे, सुन के पिया धड़के जिया, सब कहते हैं मैंने तुझको दिल दे दिया, परदेसिया ये सच है पिया, सब कहते हैं मैंने तुझको दिल दे दिया, मैं कहती हूँ तूने मेरा दिल दे दिया। You took my breath. Yeah. Go. लोगों को कहने दो, कहते ही रहने दो, सच झूठ हम क्यों सबको बताए, तू भी है मस्ती में मैं भी हूँ मस्ती में, आई इस खुशी में हम नाचे गाए, किसको पता किसको पता क्या किसने किया, सब कहते हैं तूने मेरा दिल ले लिया।
कंगना हाय मैं हो गया तेरा साजना